ल सम्पूर्णलाई नमस्कार। आज म फेरि यो रमाइलो ठाउँमा आज घुम्दैछु हैन। यो गुल्मी जिल्लाको तम्घास स्थित रेसुङ्गा पार्कमा आइरहेको छु। ल हो एकदम ल है त। अनि यहाँ टिकट लिनुपर्छ। यहाँ टिकट यहाँ छिर्नुभन्दा अगाडि चाहिँ यहाँ टिकट लिनुपर्छ हैन। यहाँ कति टिकटको कति मूल्य छ हैन। अब हेरिहालौँ। डिस्काउन्ट छैन? छ होला पैसा। यहाँ पनि छ होइन यो राख्न यहाँ छ कि 50 सिगारेट निकाल त 50 यहाँ छ कि आइसक्यो। ल टिकट ल हामीले चाहिँ है ल टिकट चाहिँ रमेश टिकट लिएको है देखाउनु भयो नि हैन टिकट। ल अब हामी यो 50 को टिकट लिइसके पछाडि 2771 यहाँ त हैन जा सायद जिप लाइनको हुनुपर्छ है। यो जिप लाइन जस्तो छ हैन। ल हैन म यसो भिडियो बनाइदिन्छु नि। यो पार्कमा एकदमै व्यवस्थित यो बाटोहरू हैन। अनि त्यसै गरी यो बन्दै गरेको सायद मलाई लाग्छ जिप लाइनको टावर हुनुपर्छ। ल सिगरी केही छ भन्नुपर्ने? यसो यता ट्याक्कै यता हेरेर भन त। 10-15 वर्षपछि आज यो रेसुङ्गा पार्कमा आउँदैछौँ हैन। हाम्रो पुराना साथीहरूको भेटघाट कार्यक्रम छ, हेरौँ हैन। अब विभिन्न सोसियल मिडिया मार्फत पनि धेरै हेरियो रेसुङ्गा पार्क। पहिलाभन्दा जो छ हैन यस प्रत्यक्ष रूपमा हेर्ने मौका मिल्यो आज हैन। हेरौँ। अब हाम्रो पुराना साथी आज भेटघाट भएको छ। अब बसै पनि हाम्रो सायद यतै हुन्छ होला हैन। के भन्नु पर्यो जो समग्रमा यहाँको विकास हैन यो रेसुङ्गा पार्कको व्यवस्थित छ भन्नु पर्यो नि हैन। एकदम प्रत्येक दृष्टिकोणले हेर्दा जस पार्क व्यवस्थित नै देखिन्छ। खै त हाम्रो रमेश सर कता जानुभयो त? हामीले यो जति पनि हेरिरहेको छौँ होइन, जति पनि व्यवस्थित बगैँचाको कुरा भयो होइन, यहाँ घुमफिर गर्न आउनुभएको धेरै मान्छेहरू हुनुहुन्छ, एकदमै व्यवस्थित छ होइन। यहाँ यसरी यो टिङहरू पिनिराखेको रहेछ होइन। त्यसै गरी यो अलिकति व्यवस्थित भएको कुराहरू भत्काउँदै संरचनाहरू भत्काउँदै यसै गरी यहाँबाट चाहिँ माथि रेसुङ्गाको शीर्षकै हेर्न सकिन्छ होइन व्यवस्थित रूपमा। र त्यसै गरी यो पुरै पानी सरी यो पोखरी चाहिँ होइन, यो पोखरी पनि व्यवस्थित छ होइन। र सँगसँगै यहाँ मानिसहरू भनौँ न यो चाडपर्वमा चाहिँ धेरै मान्छेहरू चाहिँ व्यवस्थित नै भएको कारणले घुमफिर गर्ने चाहिँ भएको देखिने गरिन्छ होइन। यो खासमा डाँडो हो, डाँडो काटेर यसरी चाहिँ जति पनि यो एरिया ओगटेको छ होइन, एकदमै यो बिचबिचमा यो डाँडोमा यसो यो भनौँ न यो दुबो होइन। त्यसै गरी यो टोयलेटको व्यवस्था पनि गरेको रहेछ यहाँ। सेर खै त रमेश हेरी रमेश